हाई गाइज, मेरो नाम चाहिँ समीक्षा हो होइन। मलाई पनि यस्तो आज म चाहिँ यहाँ के कुरा गर्न आइरहेको छु भन्दाखेरिमा चाहिँ मलाई चाहिँ मेरो यो कम्युनिकेसन स्किल चाहिँ एकदमै बढाउन मन छ होइन। मलाई चाहिँ सानैदेखिबाट यसरी नै मान्छेहरूको अगाडि गएर कम्युनिकेसन गर्न चाहिँ एकदमै मन पर्थ्यो, तर मैले कहिले पनि त्यो कुरा गर्नै सकिनँ कि। अनि के अरे मलाई चाहिँ मासको अगाडि चाहिँ अब जस्तै अब हामी सानसानोमा चाहिँ स्पिच कम्पिटिसनहरू हुन्थ्यो होइन, त्यस्तो त्यस्तो कुराहरू। अब जस्तै अब डान्स हुन्थ्यो, सिङ्गिङ, अब त्यो कम्पिटिसनहरू हुन्थ्यो नि त। कहिले पनि मैले गर्न सकिनँ। मैले एकचोटि कि दुईचोटि चाहिँ मैले यो स्पिच कम्पिटिसनमा पार्टिसिपेट भएको थिएँ। त्यो चाहिँ क्लासमा थियो होइन, र म फर्स्ट पनि भएको थिएँ। र मैले चाहिँ एकचोटि चाहिँ म 7 क्लास हो कि 8 क्लासमा हुँदाखेरि मैले एउटा गीत पनि गाएको थिएँ होइन। मैले त्योभन्दा अरू चाहिँ केही पनि गर्न सकिनँ लाइफमा। अनि त्यसपछि चाहिँ अहिले पनि म कति कन्टेन्ट क्रिएसनहरू गर्न खोजिरहेको हुन्छु। अनि मान्छेको कन्टेन्ट जो अब सोसियल मिडियामा हुनुहुन्छ अनि उहाँहरूले चाहिँ कन्टेन्ट क्रिएसनहरू गरिरहेको हुनुहुन्छ नि त, उहाँहरूको भिडियोहरू हेर्छु कि म। अनि एकदमै राम्रो लाग्छ। अनि मलाई पनि त्यसरी नै बोल्न सक्ने भयो, यति कन्फिडेन्ट भएर बोल्न सक्ने भयो त मैले कति एचिभमेन्टहरू गर्थेँ होला, एचिभमेन्ट हुन्थ्यो होला मेरो लागि भन्ने जस्तो लाग्छ होइन। अनि जसले पनि यो कन्टेन्ट क्रिएसनहरू स्टार्टिङ गरिराख्नु भएको छ नि डेली बेसिसमा, यो चाहिँ एकदमै ठुलो एचिभमेन्ट हो हजुरहरूको लागि। किन भन्दाखेरिमा चाहिँ तपाईँहरू जुन ठाउँमा हुनुहुन्छ नि आज, त्यो ठाउँमा मान्छेहरू पुग्नको लागि कति सोचिरहेको हुन्छ न कि। त्यो मध्येमा म पनि एउटा हो। मेरो पनि टिकटकहरूमा युट्युबहरूमा केसमा पनि फलोवर्स छैनन् होइन। तर मलाई अब जस्तै अब के फलोवर्स नभए पनि यो इट्स नट एबाउट द फलोवर्स कि। अब कस्तो भन्दाखेरिमा मैले जुन कुराहरू भन्न मन लागेको कुराहरू हुन्छ या मैले आफूले बोल्न मन लागेको टपिकहरूमा पनि म खासै बोल्न सक्दिनँ। अनि मान्छेहरूले मेरो बारेमा के सोच्छ, मैले यो बोलेँ भने के हुन्छ भन्ने त्यो कुराले गर्दाखेरिमा चाहिँ मलाई स्टप गराउँछ कि। अनि अर्को कुरा भनेको चाहिँ तपाईँहरूको कस्तो हुँदो रहेछ भन्दाखेरिमा चाहिँ तपाईँहरू चाहिँ जो कुरा अब जस्तै यो तपाईँ सोसियल मिडियामा आउन चाहनुहुन्छ, कन्टेन्ट क्रिएसनहरू गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईँहरू चाहिँ समाजले के भन्छ, तपाईँको कम्युनिटीले के भन्छ, सोसाइटीले के भन्छ भन्ने कुराबाट चाहिँ तपाईँहरू चाहिँ अगाडि बढ्नु पर्ने हुँदो रहेछ होइन। यदि तपाईँले चाहिँ त्यो समाजले के भन्छ, कम्युनिटीले के भन्छ भन्ने कुरा सोच्नु भएन भनेदेखि चाहिँ तपाईँ धेरै अगाडि पुग्न सक्नुहुन्छ। र तपाईँ अब यो समाजमा कम्युनिटीमा त धेरै मान्छेहरू हुन्छ नि त, उहाँहरूसँग तपाईँको सोच नमिल्न सक्छ। किनकि आफ्नै घरमा आफ्नै दिदी बहिनी दाजुभाइसँग त हाम्रो सोच मिल्दैन भनेदेखि यत्रो मान्छेसँग त हाम्रो पक्कै पनि एउटा दुईजनासँग त हाम्रो सोच नमिल्न सक्छ नि त। अनि त्यो सोच नमिल्ने मान्छेहरूले चाहिँ आएर हाम्रो तपाईँहरूको कन्टेन्टमा चाहिँ, तपाईँहरूको भिडियोमा चाहिँ, तपाईँहरूको टिकटकमा चाहिँ आएर नराम्रो कमेन्ट गर्छन्। र कस्तो मान्छेहरूले चाहिँ नराम्रो कमेन्ट गर्दो रहेछन् भन्दाखेरिमा चाहिँ अब मैले पनि कतिजनाको भिडियोहरू हेर्छु नि त, तर मलाई कसैसँग पनि मेरो उनीहरूसँग मेरो सोच मिलेन भनेदेखि चाहिँ म गएर उनीहरूकोमा चाहिँ नराम्रो कमेन्ट भन्दिनँ। तर यदि चाहिँ इफ आई एम एजुकेटेड or that person is educated, that's totally fine कि to have a different perspective. But अब तपाईँहरूले चाहिँ त्यो मान्छेको बारेमा चाहिँ नराम्रै कमेन्ट गरेर नराम्रो बोलेर त्यस्तो गरेर कमेन्ट गर्नुपर्छ भन्ने जरुरत पनि लाग्दैन। अनि अब यदि अब तपाईँहरू जसले पनि कन्टेन्ट क्रिएसन गरिराख्नु भएको छ, डेली बेसिसमा भिडियोहरू हालिराख्नु भएको छ भने म उहाँहरूलाई एकदमै सल्युट गर्छु होइन। किन भन्दाखेरिमा चाहिँ इट्स नट भेरी इजी थिङ्स टु मेक अ कन्टेन्ट क्रिएसन के। अब तपाईँहरूले एउटा सानो भिडियो बनाउनको लागि पनि तपाईँहरूले क्यामेरा सेटिङ गर्नु पर्यो, अलिअलि अब तपाईँ आफू प्रेजेन्टेबल हुनु पर्यो होइन। र तपाईँ यसरी आएर टाइम निकाल्नु पर्यो, यसरी भिडियोको अगाडि आएर बोल्दाखेरिमा, भिडियोहरू बनाउँदाखेरि या डान्स गर्दाखेरि या सङहरू गाउँदाखेरिमा, सबै कुराहरू गर्दाखेरि तपाईँले एउटा स्पेसिफिक टाइम डिभाइड गर्नुपर्ने हुन्छ नि त। अनि अर्को कुरा भनेको चाहिँ तपाईँले त्यो भिडियोहरू मात्रै बनाएर हुँदैन, त्यसलाई तपाईँहरूले चाहिँ त्यसको लागि चाहिँ तपाईँहरूले चाहिँ के गर्नुपर्छ भन्दाखेरि अर्को कुरा चाहिँ तपाईँहरू त्यसलाई चाहिँ अब एडिटिङहरू पनि गर्नु पर्यो। त्यस्तो सबै कुराहरू गर्दाखेरिमा चाहिँ मान्छे एकदमै गाह्रो चिज रहेछ कि कन्टेन्ट क्रिएसन भन्ने कुरा चाहिँ। अनि त्यही भएर चाहिँ अनि कहिले म पनि अब कन्टेन्ट क्रिएसन गर्छु भनेर लागेको हुन्छु, अनि फेरि मलाई झ्याउ लाग्छ क्या, गर्न मन लाग्दैन। अनि त्यसपछि चाहिँ त्यस्तै हुँदो रहेछ। तपाईँको कति कुराहरू जो मान्छेले पनि कन्टेन्ट क्रिएसन गरिराख्नु भएको छ उहाँहरूलाई धेरै
फेरि सोल्भ गर्न चाहन्छु, यसरी नै अघि बढ्दै जानुहोस् होइन। त्यही भन्नलाई चाहिँ मैले आज यसरी बोलेर भिडियो बनाएको हो र मलाई एकदम यसरी बोलेर भिडियो बनाउन मन पनि थियो एउटा कुरा भनेको